Hello everyone, let's go to Gandruk with us. हामी चाहिँ म मामु बाबा भाइ अनि माइजू मामा अनि आयान भएर गान्तोक जान लागेको। अनि बाटोमा हेर्नु न कस्तो राम्रो हिमाल देखिएको छ। बाटोको हिमालहरू हामी एकदम इन्जोय गर्दै गइरहेको थियौँ, गाडीमा गीत बजाएर सुन्दै रमाइलो गर्दै। बाबा चाहिँ अगाडि बस्नु भएको थियो अनि मामु र म चाहिँ पछाडि, मामा अनि दुईटा भाइ अनि माइजू चाहिँ बिचमा। पोखराको ब्युटी भनेकै त हिमाल हो नि। हेर्नु न बाटो फेरि कस्तो खत्तम थियो नि, डर लाग्दो। यहाँ पानी परेको बेलामा त कस्तो गाह्रो हुन्छ फेरि जान पनि। अनि हामी अब गान्तोक पुग्नै लागिसकेको थियौँ। बिचबिचमा चाहिँ पिच रोड पनि थियो। अनि ऊ त्यो देखेको चाहिँ लान्द्रुक भन्ने गाउँ हो कि, त्यहाँ पनि होमस्टे नै रहेछ होइन। अनि गान्तोक जस्तै अनि बाख्राहरू पनि रहेछ बाटोमा चराउन लिएर जानुभएको। अनि फेरि कस्तो खत्तम बाटो आयो हेर्नु न। अनि हामी चाहिँ अब चाहिँ पुग्नै लागिसक्यौँ। अनि माथि घोडा चाहिँ उठी सुत्छ भन्नुभएको थियो। अनि मैले चाहिँ त्यही भएर भिडियो बनाएको कि यो चाहिँ। अनि हामी चाहिँ फाइनली पुग्यौँ। फोन गरेको कहाँबाट आउने भनेर। अनि त्यहाँ अगाडि गेट छ, त्यहाँबाट सिडी माथि आउनुहोस् भनेर भन्नु। अनि आयनलाई चाहिँ फेरि केही देख्नै हुँदैन, पानी देखेर फेरि त्यहाँ पानीमा खेल्न थाल्यो। अनि हामी चाहिँ गाडी पार्क गरेर उकालो लाग्न थाल्यौँ। अनि यहाँ चाहिँ मैले हामी बस्नु होमस्टे देखाएको थिएँ, तर हल्का देखिएन चाहिँ भिडियोमा। अनि हेर्नु न कति राम्रो देखेको गान्तोक। हामी गएको बेलामा चाहिँ बादल लागेर केही खुलेकै थिएन कि, तर भोलिपल्ट चाहिँ राम्रो देखेको थियो त्यो दिन चाहिँ। अनि फेरि अनि हामी त्यहाँबाट चाहिँ चिया बगान निस्क्यौँ कि, त्यहाँबाट अलिकति उता रहेछ चिया बगान। अनि यो चाहिँ चिया बगान भयो। अनि माइजू र मेरो चाहिँ यो हल्का भिडियो चाहिँ बनाउनु पर्यो भनेर अनि फेरि बनाएको होइन। अनि म चाहिँ फेरि बुट लाएर गएको थिएँ। अनि मम्मीले चाहिँ आयनलाई बोक्दैन छ, अहिले त बोक्ने पछि बोक्न पाइँदैन भनेर यो गुन्डेलाई, यो चाहिँ हाम्रो गुन्डे हो होइन। अनि गुन्डु यति चकचके छ नि फेरि। अनि कस्तो राम्रो देखेको थियो, तर राम्रो त थियो होइन, तर फेरि बादल नखोला भएर। अनि आइजले चाहिँ ढिकी देखेर अनि म ढिकी कुटेको जस्तो गर्छु, भिडियो बनाइदिनु नानी भन्नुभयो। अनि फेरि अनि त्यहाँको केटीकेटीहरू पनि कस्तो मजाका रहेछन् कि होइन, कस्तो मजाले गफ गर्ने खेल्न जान लागेको रहेछन्। अनि हामीलाई पनि जाम हिँड्नु भन्दै थियो। अब हामी त त्यहाँ घुम्न आएको, खेल्ने कुरा भएन। आइजलाई जाम अरे। अनि फेरि हामीले चाहिँ घरैबाट कफी लिएर आएको थियौँ। अनि कफी बनाएर खान लाग्यौँ होइन त्यहाँ बसेर। अनि त्यसपछि हल्का टिकटक त बनाउनै पऱ्यो नि त, अब त्यहाँ पुगिसकेको छ। अनि माइजू र मैले बनायौँ होइन यहाँ चाहिँ। अनि एकछिनमा हेर्नु है त फेरि मामा र माइजूको आयो, कस्तो क्युट लाग्छ नि मलाई फेरि यो भिडियो मामा र माइजूको। आई थिङ्क यो चाहिँ फर्स्ट टिकटक हो, त्यही पनि मैले कर गरी। अनि मेरो मम्मी र बाबा कति कर लाउनु पर्छ नि फेरि टिकटक बनाउन यति। अनि फेरि अनि गान्तोक जाने र बार्बिक्यू नगर्ने त उतै कुरै भएन। अनि फेरि हामीले बार्बिक्यू गर्न, अनि चिसो थियो आगो ताप्दै। मामाले चाहिँ ज्वाइँ खट्टे खानुभएको है हेर्नु है। यस्तो हाँसो लागेर। अनि हामीले चियर्स गऱ्यौँ। हामीले चाहिँ सबैले स्प्राइट खाएको, मामाले चाहिँ ज्वाइँ खट्टे खानुभयो। अनि बेलुका भयो अनि हामीले चाहिँ बार्बिक्यू गरेर खान थाल्यौँ। कस्तो रमाइलो भएको थियो गीत सुन्दै नाच देखाउँदै। अनि यो चाहिँ गान्तोकको नाइट भ्यू। अनि अब मर्निङ भ्यू चाहिँ नेक्स्ट पार्टमा हुन्छ। ओके बाई।